वेलकम ब्याक माई मिनी ब्लग। म चाहिँ अहिले उठेर खानासाना पकाएर पनि नानीको लुगा मम्मीको लुगा धुन गइरहेको छु। यहाँ छ हिजो चाहिँ नानी एकदमै बिरामी थियो, सन्चो थिएन, एकदमै गाह्रो भएको थियो, त्यही भएर एकदमै बेसी लुगा छ आज चाहिँ, किनभने एकदमै डाइरिया भएर एकदमै गाह्रो भएको थियो भाइले नानीलाई चाहिँ। अनि मम्मीको पनि छ धुन, एउटा स्वेटर धोइदिनु भन्नुभएको छ, धुँदैछु। म चाहिँ कपडा लिएर पनि धारामा आइसकेको छु। कपडा चाहिँ यति धेरै भयो, पानी आइरहेको छ, यहाँ धुनुपर्ने हुन्छ लुगा चाहिँ। आजको मौसम चाहिँ यस्तो छ, सोलुखुम्बुको पानी आउला जस्तै छ छिट्टै। र अब चाहिँ म लुगा धुनुपर्ने हुन्छ। साथीहरू हेरेर माया साथ सपोर्ट गरिदिनु होला है त। यति धेरै छ लुगा चाहिँ धुनुपर्ने। म लुगा धुन्छु अनि अरू पनि तपाईँहरूलाई के गर्छु म देखाउने नै छु। फाइनली साथीहरू मैले चाहिँ कपडा पनि धोएर सकिसकेँ, देख्न सक्नुहुन्छ। धुनु चाहिँ मैले धुएको हो, तर सुकाउनु चाहिँ उहाँ दाइले सुकाइदिनु भएको हो। उहाँ दाइ चाहिँ लाटा हुनुहुन्छ, बोल्नुहुन्न। अब पालो रह्यो चेप्नेको, क्लिप मात्रै लाउनु छ, क्लिप लाउनु पनि उहाँलाई दिन्छु म। सबै काम गरिदिनुहुन्छ है उहाँले चाहिँ, एकदमै मलाई सहयोग गर्नुहुन्छ। मैले जे गर्नु लागे पनि उहाँले गरिदिनुहुन्छ, उहाँले चेप्दिनुहुन्छ। अब म खाना खान्छु अनि उहाँ पर जानु छ, यहाँनिर यो मेरो चमाको घर, यानि कि मेरो सानो मम्मीको, मेरो छ्यामाको घर हो। उहाँ जानुपर्ने हुन्छ, किनभने उहाँ त्यहाँ चाहिँ गहुँहरू झाँटेर उ गर्नुभएको छ, त्यहाँ गएर केलाउनु पर्ने हुन्छ। साथीहरू मैले खाना खाएको छैन, खाना खाएर चाहिँ अब म जान्छु है त। साथीहरू मैले चाहिँ खाना पनि पस्केर रेडी गरिसकेको छु। आज चाहिँ अर्ग्यानिक खाना छ मेरो। यो दाल भइहाल्यो भने, दाल त नेपालीलाई जो कोहीलाई पनि मन परिहाल्छ। यो मुलाको अचार, यो चाहिँ आफैले जङ्गल गएर टिपेर लिएर पकाएको, यो चाहिँ निङ्गुरो हो। यो दुध भइहाल्यो, यो चाहिँ घिउ आफै बनाएको घिउ हो। यो चाहिँ त्यो पानी भइगयो, यो खाना भइगयो। म चाहिँ सधैँ यसरी नै खान्छु है त। साथीहरू तपाईँहरूलाई कुन कुन चिज मनपर्छ, कस्तो कस्तो चिज मनपर्छ, निङ्गुरो मनपर्छ कि मन पर्दैन, मुलाको अचार मनपर्छ कि मन पर्दैन, कमेन्ट प्लिज। लु है त साथीहरू, अब चाहिँ म सुरु गर्छु है त। एकदमै मिठो साथीहरू। बबाल मिठो छ। साथीहरू हामी चाहिँ चमाको घरतिर लाग्यौँ, भाइ पनि यहाँ हिँड्दैछ। हिँड ल, हिँड बिस्तारै हिँड ल, यता हेरिदिनु त, यस्तो गरिदिनु न ल। हिँड्नु ल, हिँड्नु न उता हिँड्नु। अब हामी चाहिँ लाग्यौँ है त साथीहरू। छेउछेउबाट हिँड्दा सानो गाडी आउँछ, टिटिट आउँछ उता होइन, त्यहाँनिर जानुपर्ने चाहिँ त्यहाँ हो। त्यो चाहिँ मेरो चमाको घर हो। पानी आउलै जस्तो भइसक्यो दिन। बिस्तारै हिँड न, हिँड न। आमामा गाउँ
त अनि थुप्रो भएछ त भाइ हेलो हेलो गर न लु है त साथीहरू म चाहिँ गाउँ केलाएर पनि घरमा आएँ मम्मी र भाइ चाहिँ अलरेडी अघि नै आइसकेको छ अघि जाँदा पनि भाइ र मम्मी पहिल्यै गइसक्नु भएको थियो म अहिले पछि गएँ खानु पनि ढिलो खाएँ मम्मीहरूले खाइसक्नु भएको थियो म चाहिँ जानु खानु आउनु सुत्नु सबै कुरा ढिलै गर्छु साथीहरू मम्मीहरू चाहिँ अगाडि नै खाइसक्नु भएको हुन्छ गइसक्नु भएको हुन्छ आइसक्नु भएको हुन्छ म चाहिँ भर्खरै आएर अब खानासाना पकाउनु पर्ने हुन्छ है त है ल बाई बाई गाइसहरू हेर्नु होला रमाइलो गर्नु होला अनि साथ सपोर्ट अनि माया गरिदिनु होला है त साथीहरू थ्याङ्क यू हाई एभ्रिवान वेलकम ब्याक माई मिनी ब्लग म चाहिँ अहिले उठेर खानासाना पकाएर पनि नानीको लुगा मम्मीको लुगा धुन गइरहेको छु यहाँ छ हिजो चाहिँ नानी एकदमै बिरामी थियो सन्चो थिएन एकदमै गाह्रो भएको थियो त्यही भएर एकदमै बेसी लुगा छ आज चाहिँ किनभने एकदमै डाइरिया भएर एकदमै गाह्रो भएको थियो भाइले नानीलाई चाहिँ अनि मम्मीको पनि छ धुन एउटा स्वेटर धोइदिनु भन्नुभएको छ धुँदैछु म चाहिँ